नमस्कार सबैजनालाई। जय घन्टी हजुर। मेरो नाम रिमा विश्वकर्मा हो। मेरो जन्म बर्दियाको गुलरियामा भएको हो। म कोही नेताको छोरी पनि होइन, म कोही व्यापारीको छोरी पनि होइन, म सामान्य नेपाली नागरिकको छोरी हुँ। व्यक्तिगत जीवनमा के उतार चढाव भोगे, ती सबै प्रतिकूलतालाई पार लगाएर मैले कलाकारितामा आफूलाई पेसागत रूपमा स्थापित गरेको हुँ र एउटा कलाकारको रूपमा यहाँहरूले आजसम्म दिनुभएको माया र आशीर्वादलाई सिरोपर गरेर आज म कलाकारिताको दायराभन्दा फराकिलो क्षेत्रमा अगाडि बढेको छु। कलाकारिता एउटा यस्तो पेशा जहाँ सबैको माया पाइन्छ र राजनीति अर्को यस्तो क्षेत्र जहाँ सुरुवात नै आलोचनाबाट हुन्छ। मैले अघि नै भने मेरो व्यक्तिगत सहजताभन्दा बाहिर निस्किएर म अप्ठ्यारो बाटो नै हिँड्छु भएर आएको हुँ। अहिले देश दौडामा हिँड्दै गर्दाखेरि सामाजिक सञ्जालमा फेक आइडीका नकाबधारीहरूले मेरो आजको यो भिडियोको पनि कुनै टुक्रा तोडमोड गरेर अर्को भाइरल क्लिप निकाल्छन्। मलाई म निश्चिन्त छु त्यो विषयमा। तर त्यति नै चिजले मलाई हतोत्साहित गर्नेवाला चाहिँ छैन, किनभने यो पटक म ठुलो सङ्कल्प लिएर आएको छु। यो पटक मेरो लडाई मेरो व्यक्तिगत सुख सुविधाको लागि नभएर मलाई आजका दिनसम्म माया गर्नुहुने, मलाई आशीर्वाद दिनुहुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीको लागि लड्न आएको छु म। त्यो पनि एउटा यस्तो परिस्थितिमा तपाईहरू हामी सबैका अगाडि हाम्रा भाइ बहिनीहरू ढलेर गोली लागेर देशका न्यायिक संरचनाहरू ढले, देशै 2 दिनको अन्तरालमा देशै सिद्धियो, अस्तित्व नै मेटियो जस्तो बन्यो। यस्तो संवेदनशील समयमा हामी आँट गरेर अप्ठ्यारो परिस्थितिलाई पार लगाएर जस्तो सुकै युद्ध र लडाई पनि लड्छौँ भनेर अगाडि बढेका हौँ। र यो आँट गर्नुहुने सोमजीलाई सर्वप्रथम म हार्दिक आभार प्रकट गर्न चाहन्छु, किनभने सजिलो बेलामा सबैजना आफ्ना हुन्छन्, विषम परिस्थितिमा आँट गर्नु नै सबैभन्दा ठुलो कुरा हुँदो रहेछ। यहाँहरूको जिम्मेवारी लिएर जनप्रतिनिधित्व गर्छु भनेर राजनीतिमा प्रवेश गरिसकेपछि मैले आभास गरेँ, आजका दिनसम्म यो देशमा भएको राजनीतिक अभ्यास हामीलाई विभाजित गर्ने, डरै डरमा राख्ने, भ्रष्टाचार सिकाउने, आफू मात्रै बलियो हुने, हामीलाई सधैँ निरीह बनाइरहने त्यो खालको अभ्यासमा हामी बाँचिरहेका रहेछौँ। र यहाँ आएपछि मैले फिल गरेँ, मलाई अनुभूति भयो कि म जति सजिलै यो लडाई पार लाग्छ भनेर सोचेर आएको थिएँ, यो लडाई त्यति नै ठुलो र भयङ्कर रहेछ। जिम्मेवारी लिन्छु भन्दा अगाडिसम्म मलाई म केवल नेपाली हुँ जस्तो मात्रै लाग्थ्यो कि, तर अब जिम्मेवारी लिने अग्रपङ्क्तिमा उभिसकेपछि तपाईँ महिला कोटाबाट हो, तपाईँ दलित हो, तपाईँ यो क्षेत्रबाट हो, तपाईँ यो वर्गको हो, विभाजन त्यहीबाट नै सुरु हुँदो रहेछ। नीति नियम के बनेको छ त्यो भन्दा महत्त्वपूर्ण कुरा हो त्यसलाई व्यवहारमा कसरी उतारिएको छ। देशको कानुनले, संविधानले तपाईँ हामी सबैलाई सुरक्षित बनाउने अठोट लिएको छ। तर साँच्चै भन्ने हो भने भाद्र 23 र 24 का दिन सबैभन्दा असुरक्षित नै हामी थियौँ। र अहिलेको लागि कसैले आएर हामीलाई तिमी ढुक्क हो है, तिमी सुरक्षित छौ मात्र भनिदिँदा पनि हामीलाई एकदम त्यो मान्छेको भरोसा लाग्ला जस्तो अवस्था छ। विकास, राजनीतिक सुदृढीकरण, राजनीतिक संस्कारलाई कसरी सुधार्ने त्यो त पछिको कुरा हो। त्यो भन्दा अगाडिको जिम्मेवारी चाहिँ जुन परिवर्तनको हामीले कुरा गरिरहेका छौँ नि, भित्रभित्र घरभित्र कोठाभित्र हामी 4-5 जना बसेर चाहिँ परिवर्तनको कुरा गर्छौँ, तर साँच्चै नै जब परिवर्तनलाई व्यावहारिक रूपमा ब्यालेट मार्फत मतदान गर्नुपर्ने बेला आउँछ, त्यति बेला चाहिँ त्यो परिवर्तन हामीले व्यावहारिक रूपमा चाहेको हो कि होइन पुष्टि हुन्छ। अगुवा कसलाई मान्ने, कसलाई आफ्नो नेता मान्ने भन्ने निर्णय तपाईको हो। आजका दिनसम्म तपाईले जसलाई
आफ्नो नेतृत्व गर्ने अधिकार दिएर पठाउनु भएको छ। उहाँहरूको जीवन, उहाँहरू राजनीतिमा प्रवेश गर्दाखेरि सुरुवाती चरणमा कस्तो थियो र आज कस्तो भयो। घरभित्रै पैसाको थुप्रो लगाउने, देशको कानुनलाई टेर्दिन भन्ने, अनि नियम कानुन जति सबै हामीलाई मात्रै लगाउने। यो राजनीतिमा प्रतिपक्ष पार्टीको खेला कस्तो हुँदो रहेछ भने उहाँहरू आफू चाहिँ घरभित्र लुक्नु भएको छ हैन। अनि सामाजिक सञ्जालमा हामीलाई पुरा सबैभन्दा देशद्रोही, आतंककारी, खराब मान्छे उही नै हो जस्तो बनाइराख्नु भएको छ। तर जनताको घर दैलोमा त खासमा हामी पुगिरहेका छौँ, खादा त हामीले उडिरहेका छौँ जनताको। अनि भित्र बसेर सामाजिक सञ्जाल मार्फत यो मान्छे खत्तम, उसले केही गर्नै सक्दैन, उसले राजनीति जानेकै छैन होला। तपाईहरू जस्तै 30-35 वर्षदेखि हामीले राजनीतिक अभ्यास गरेका छैन होला, तर हाम्रो नियत सफा छ। हेर्नुस्, तपाईँ हामीले भोगेको दुःख एउटै नै हो, अप्ठ्यारा एउटै नै हो। ती अप्ठ्याराहरूलाई पार लगाउनका लागि अब हामीले सधैँ जसले गर्छ भनेर विश्वास गरेका थियौँ, उहाँहरूलाई अब आराम गर्न दिने समय आएको छ। राजनीतिक औचित्य सिद्धिएकाहरूलाई हामीलाई चाहिँ यो आतंककारी हो कि देशद्रोही हो कि भनिरहँदाखेरि त्यो नियम कानुन उहाँहरूलाई लागू हुन्छ कि हुँदैन त्यो प्रश्न गर्नुपर्ने बेला आएको छ। सोमजीले जुन आँट गर्नुभएको छ, म बाटोमा आउँदै गर्दाखेरि मैले सोचिरहेको थिएँ, म धेरै समय त भएको छैन यो देश दौडामा हिँडेको, तर हिँडेदेखि नै मेरा बारेमा सामाजिक सञ्जालमा के टिका टिप्पणीहरू आइरहेका छन्। त्यसले मलाई त फरक परेको छैन, तर मैले सोचिरहेको थिएँ यो देशमा हामी राजनीतिमा आउनुभन्दा अगाडि, हामीले जिम्मेवारी लिन्छु भन्नुभन्दा अगाडि कतिजना नेता भए, कतिजना प्रधानमन्त्री भए, कतिजना सांसद भए, तर कतिजना व्यक्ति स्याङ्जाको अर्जुन चौपारी पुग्नु भएको छ होला, हाम्रा कतिजना नेता यहाँ आइपुग्नु भएको छ होला हैन। र म त खास यो पटक समानुपातिक लिस्टमा छु, म नआउँदा पनि हुन्थ्यो नि त। तर समस्या के हो, स्थानीय तहको समस्या के हो त्यो बुझ्नका लागि जनतासँग प्रत्यक्ष सम्पर्क बढाउन जरुरी छ। त्यो सम्पर्क चुनावी अभियानमा मात्र होइन। खास सोमजीलाई मैले आजभन्दा धेरै वर्ष अगाडि, म कलाकार हुनुभन्दा अगाडि हुने समयमा एउटा कार्यक्रममा भेट भएको थियो सोमजीसँग हैन। र एकैचोटि मैले उहाँलाई हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा भेटेँ। अनि सोमजीले मलाई स्मरण दिलाउनु भयो, हामी धेरै अगाडि भेटेका थियौँ नि यसरी कार्यक्रममा भन्दा। अनि मलाई के कुराको एकदम दुःख लाग्यो भने नि, आज यो देशमा राज्य व्यवस्था ठिक भइदिएको भए, हाम्रो नेतृत्व लिएर जानुभएकाहरूले सही काम आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निभाइदिनु भएको भए सायद म कलाकारकै रूपमा हुन्थ्यो होला, सोमजी आफ्नै काम पेसामा बस्नुहुन्थ्यो होला। हामीले यो विषम परिस्थितिमा, यो संवेदनशील परिस्थितिमा यस्तो चुनौतीपूर्ण निर्णय लिएर राजनीतिमा प्रवेश गर्नु पर्थेन होला। त्यसका बावजुद पनि यो अप्ठ्यारो परिस्थितिमा हामीलाई सबैले बाटाभरि भन्दै हुन्छन् कि तपाईहरूले जित्नु भएन भने त तपाईहरूलाई खेद्छन् नि देशबाट भनेर। देशका नागरिकलाई मारेकाहरूलाई त खेदेका छैनन्, हामीले त केही गरेकै छैनौँ। हामी त नागरिकहरूको लागि लड्छौँ भनिरहेका छौँ। डराउनु पर्ने के चिज छ? जुन डरमा हामीले राजनीति गरिरहेका छौँ नि, त्यही डरले नै खासमा हामीलाई कमजोर बनाइरहेको हो। हामीले यो डरलाई जित्नु पर्नेछ। मलाई थाहा छ तपाईहरूको यहाँ स्थानीय तहमा पनि धेरैजना साथीहरू उहाँहरूको जुन राजनीतिक